सम्माननीय सभामुख महोदय, भोलिबाट मित्रराष्ट्र थाइल्यान्डमा मेरो औपचारिक भ्रमण हुँदैछ। कूटनीतिक सम्बन्ध स्थापना भएको 65 वर्षपछि नेपालको प्रधानमन्त्रीको पहिलो पटक औपचारिक भ्रमण हुँदैछ। यसबीचमा यति नजिकको र ट्रान्जिट पोइन्ट जस्तो त्यहीँबाट यता जाने उता जाने भइरहने, तर औपचारिक भ्रमण चाहिँ नभएको त्यस्तो अवस्था रहेछ। त्यसलाई अन्त्य गर्नका लागि यसपटक औपचारिक भ्रमण नेपालको तर्फबाट पहिलो पटक कार्यकारिणी प्रमुखको पहिलो पटक भ्रमण हुँदैछ। यस अर्थमा यो भ्रमण आफैमा महत्त्वपूर्ण हो भन्ने म ठान्दछु। भोलि 19 गते अर्थात् अप्रिल 1 मा मेरो भ्रमण टोली बैङ्ककतर्फ प्रस्थान गर्नेछ। 20 गते हाम्रो औपचारिक भ्रमण सुरु हुन्छ। भ्रमणको क्रममा महामहिम प्रधानमन्त्रीसँग द्विपक्षीय वार्ता हुन्छ। यसपटक पर्यटन र संस्कृतिको सन्दर्भमा 2 वटा समझदारी पत्रमा हस्ताक्षर हुन्छ। 2 प्रधानमन्त्रीको उपस्थितिमा गैर सरकारी क्षेत्रबीच 6 वटा समझदारी पत्रमा हस्ताक्षर हुनेछ। द्विपक्षीय वार्तापछि थाइल्यान्डका प्रधानमन्त्रीसँगै मैले संयुक्त प्रेस ब्रिफिङमा भाग लिनेछु। थाइल्यान्डका नरेशसँगको भेटपछि 1 दिने औपचारिक भ्रमण समाप्त हुनेछ। 21 गते 3 अप्रिल बिहान थाइल्यान्डका प्रतिष्ठित व्यवसायीहरूसँग मेरो भेटघाट र छलफल हुनेछ। दिउँसो एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीमा मैले सम्बोधन गर्नेछु। साँझ हुने बिमस्टेक शिखर सम्मेलनमा का नेताहरूलाई दिने औपचारिक डिनरमा सहभागी हुनेछु। समयको चाप छ। अधिकांश सदस्य देशका नेताहरू 21 गते मात्र बैङ्कक आइपुग्ने तालिका छ। तर पनि शिखर सम्मेलन लगत्तै बाँकी मुलुकका नेताहरूसँग सम्भव भएसम्म साइडलाइन वार्ताको योजना गरिएको छ। 22 गते हामी बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुनेछौँ। बिहान मेरिटाइम ट्रान्सपोर्ट कोअपरेसन एग्रिमेन्टमा हुने हस्ताक्षर समारोहमा सहभागी हुनेछु। दिउँसो शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। साँझ दूतावासमा हुने कार्यक्रमसँगै हाम्रो भ्रमणका कार्यक्रम सकिनेछन् र 23 गते हामी स्वदेश फर्किनेछौँ। यस भ्रमणका 2टा उद्देश्य मैले भने, एउटा औपचारिक भ्रमण र अर्को बिमस्टेक शिखर सम्मेलनमा सहभागिता। यसै सन्दर्भमा अरू केही साइडलाइनका कामहरू